अब यसको न्युमेरिकल जस्तो अब आरएसी युज गरेर न्युमेरिकल आरएसी युज गरेर न्युमेरिकल गर्ने हो। अब के गर्नुपर्छ भने सुरुमा पी र क्यू दुईवटा प्राइम नम्बर सपोज गर्नुपर्छ। पीलाई अब 3 र क्यू भनेको 11 यो दुइटै मान्ने हो, सपोज गर्ने हो। प्राइम नम्बर हो नि त, जुनै पनि सपोज गर्दा हुन्छ। प्रायः जस्तो 3 र 11 नै सपोज गरेको हुन्छ सबै क्वेसनहरूमा, त्यही गर्ने हो। अनि यहाँ एन सेकेन्ड स्टेपमा भनेको एन मल्टिप्लाई गरिदिने हो, त्यही हो होइन। सेकेन्ड स्टेप भनेको जस्तो यहाँ एल्गोरिदम छ। एल्गोरिदममा के छ, यहाँ सुरुमा लार्ज प्राइम नम्बर सपोज गर्नु भने चाहिँ लार्ज प्राइम नम्बर सपोज गऱ्यो पी र क्यू 3 र 11 गऱ्यो। त्यसपछि कम्प्युट गरेछ एनको भ्यालु एन पी इन्टु क्यू मल्टिप्लाई गरेछ 3 इन्टु 11 मल्टिप्लाई गरेर 23 भएको छ। अनि 5 को भ्यालु निकालेछ पी माइनस 1 क्यू माइनस 1 भन्ने भ्यालु निकालेको छ। अनि त्यसरी गरेर ठ्याक्कै आयो। अनि अब यहाँ ईको भ्यालु भनेको 1 भन्दा ठुलो 5 भन्दा सानो जस्तो अब 3 भयो। 3 भनेको रिलेटिभ हो नि त। अनि जहिले यसको कमन डिभिजन गऱ्यो भने 1 नै आउँछ, किनकि अब 3,20 गऱ्यो भने त 1 आउँछ, डाइरेक्ट मल्टिप्लाई हुँदैन नि त। त्यही भएर यसको एन्सर भनेको 1 नै हुन्छ। मल्टिप्लाई चाहिँ नहुनु पऱ्यो, त्यही हो। अनि प्राइम नम्बर हुनु पऱ्यो भने 3 नै हो सबसे सुरुमा भनेको आउने भनेको। जस्तै अब यहाँ 1 हाल्यो भने त 1 नै आइहाल्छ, यो 1 भन्दा त ठुलो हुनु पऱ्यो। त्यसपछि 2 हाल्नु पऱ्यो, 2 हाल्यो भने त डाइरेक्ट मल्टिप्लाई गइहाल्छ, त्यसपछि हुँदैन। यो भनेको जेड हो, जेड हो, जेड अरू 5 हो। 2 भन्दाखेरि त डाइरेक्ट मल्टिप्लाई भएन। त्यसपछि 3,20 ग्रेटेस्ट कमन डिभिजन यसको आउने भनेको कति हो, 1 नै आउँछ, 3ले पनि मल्टिप्लाई हुँदैन। अनि प्राइम नम्बर पनि हो, प्राइम नम्बर पनि हुनुपर्छ नि त। ई एन्ड जेड रिलेटिभली प्राइम नम्बर छ, यहाँ ए हुनुपर्छ। अनि यसरी अब डीको भ्यालु फाइन्ड छ। डीको भ्यालु भनेको फर्मुला भनेको थाहै छ। फर्मुला भनेको इडी इक्वल्स 1 मोड एन। अनि यो भनेको यही हो, डी इक्वल्स 1 प्लस के 5 हो, भइहाल्यो। अनि त्यही फर्मुला लगाएको छ यहाँ। यसको प्रुफ भनेको अर्को भिडियोमा छ। 1 प्लस के जेड 5 भयो। अनि जेड भनेको यहाँलाई भ्यालु थाहा दिएकै छ। जेड भनेको यही हो 20 हो, 20 और 5 भयो। ई भनेको 3 भ्यालु भनेको दिएकै छ यहाँ चाहिँ। ई भनेको 3 भ्यालु यहाँबाट निकाल्ने हो। 1 प्लस के भन्छ। अनि त्यसपछि आइट्रेसन गर्ने हो, आइट्रेसन गर्ने हो। अनि यो चाहिँ इन्टिजर भ्यालुमा आउनुपर्छ। इन्टिजर भ्यालु भने जस्तो अब के इक्वल्स टु 1 गऱ्यो भने के इन्टु 1 गऱ्यो भने 20 भइहाल्यो। अनि 20 प्लस 1 गर्दा 21 आइहाल्छ ठ्याक्कै। अनि 21ले आयो भने ठ्याक्कै यहाँ मल्टिप्लाई गरिहाल्छ। अनि 21 मल्टिप्लाई गऱ्यो भने डीको भ्यालु 21 आउँछ नि त। डीको भ्यालु भनेको 20 भइहाल्यो। अनि डीको भ्यालु भनेको 7 आइहाल्छ। यो गर्नु पर्दैन रहेछ, यसले नै भइहाल्छ। के इक्वल्स टु 1 गऱ्यो, के इक्वल्स 20 प्लस 1 21 21 भनेको डीको भ्यालु 7 सुरुमै आइहाल्यो। ठ्याक्कै इन्टिजर भ्यालु आउनुपर्छ। 1 2 3 4 0 0 आउनुहुन्छ, इन्टिजर भनेपछि डीको भ्यालु यहाँबाट आइहाल्यो। अब यसमा गर्नुपर्छ, लिटरहरू एसाइन दिएको हुन्छ। जस्तो यो नेटवर्क भयो। अनि यो एनइडिएस भयो, यो भनेको अल्फा डिग्री रहन्छ। जस्तो अब ए भन्यो भने 1, बी भन्यो भने 2, सी भन्यो भनेको 3, ई भनेको 5। त्यसरी नै 26वटा क्यारेक्टर हुन्छ, त्यहीँबाट हो, यिनीहरू त्यहीँबाट हो। एन भनेको 14मा पर्छ, ई भनेको 5मा हुन्छ, ऊ भनेको 15मा हुन्छ, के भनेको 11मा हुन्छ, यो भइहाल्यो। अनि यो भनेको फर्मुला हो, त्यही पी टु पावर पी अनि ई रेज पावर ई भइहाल्यो। त्यही भ्यालुहरू दिएको छ, क्यालकुलेटरले युज गर्न आइहाल्छ, त्यो भइहाल्यो। अनि साइपर, अनि यो साइपर टेक्स्ट, अनि यो पिई भयो। अनि यहाँ त्यही हो पिई मोड एन। पिई मोड एन भनेको त यो हो। जस्तो अब यो पिई भएको सुरुको भ्यालु भने 274 भयो, मोड 33 अब यसलाई क्यालकुलेटरमा गर्ने हो भने क्यालकुलेटरमा गर्ने हो भने चाहिँ सुरुमा मोड जाने। अनि त्यसपछि बाइनेरी डेसिमल नम्बरमा मात्रै यो काम गर्छ। अब यो गर्नु पर्दा सुरुमा के गर्नुपर्छ भने 277 होइन के छ यहाँ 2744 छ, 2744 अनि माइनस 2744 त्यसपछि यहाँ डिभाइड, यो फर्मुला लाउनुपर्छ ठ्याक्कै। अनि ठ्याक्कै रिमाइन्डर आउँछ। के छ यहाँ 30 यो मेथड आउनुपर्छ। के रङ गरेँ हो मैले, मैले यहाँ रङ गरेछु नि त, यहाँ भ्यालु रङ गरेछु नि त, त्यही भएर डिलिट। अब आउँछ कति आन्सर आयो भन्दा 5 आयो। अनि यहाँ 5 लेखिदिने हो, ठ्याक्कै 5 भ्यालु भयो। अनि यही भ्यालु यसरी नै युज गरेर यहाँ प्लेन टेक्स्ट बोलाउने। अनि यो र यो मिल्नुपर्छ, दुइटा मिलेपछि अनि आरएसए राइट हुन्छ, त्यति हो।
क्यालकुलेसन गर्नु भनेको यति गर्नुपर्छ न्युमेरिकलमा भइहाल्छ यसरी गरेर 5 मार्क्स आउँछ